साथीहरू यहाँ हेर्नुहोस् है मेरो चाहिँ के भएको छ भन्दाखेरि चाहिँ खासमा यहीँ छ घर चाहिँ हो यो चाहिँ आँगनमै भनौँ न अब आँगन जत्तिकै हो यहाँनिर चाहिँ लङ्के यस्तो बेसी फल्थ्यो नि त सालैपछि अन्त यहाँ चाहिँ हामीले लङ्के हालेको थियो दुम्सीले चाहिँ 3-4 रात आएर चाहिँ यहाँ हेर्नुहोस् केही नै छैन हेर्नु न बिउको यो टुसा मात्रै रहने गरी यसरी फुटफुट सबै उखाल्दै मेल्लै मारि यहाँ कस्तो बेसी मल हालेर रोपेको थिएन यो छेउको 2-3टा रहेछ यो माजु राति आएर खान्छ होला अन्त यहाँ चाहिँ ल्याएर थुपार्दै खाँदै गर्दो रहेछ यी यसरी खान्छ हेर्नुहोस् न कति मजाले भित्रको सबै केलाएर खान्छ यस्तो दामी लङ्के यो चाहिँ पुरा बेसी फल्छ नि त अस्ति 2-3 रात खायो रेगुलर होइन त अनि त्यहाँदेखि चाहिँ राति उठेर हामीले 2-3 दिन चाहिँ रातैभरि हेरेको बेला चाहिँ फेरि यहाँ आएन होइन यहाँ आएन पर गएर मेरो करेला फर्सीहरू सबै खाइदिएछ अलिक पर अन्त अब यहीँ छ घर यहीँ हो हाम्रो कोठा यहीँनिर सुत्छौँ हामी त्यहाँ झ्यालदेखि यहाँ हेर्दा देखिहाल्छ होइन तर घरिघरि हेर्दाखेरि आएकै हुँदैन कति बेला आएर चाहिँ सबै खाँदो रहेछ सबै खाइदिएको छ हो कुन बाटो हिँड्छ त्यस्तो छ कुराकानी अनि मेरो छोरी चाहिँ मलाई पछ्याउँदै थियो फेरि लडेर यहाँनिर यस्तो बनाएको छ यो केटी कति बेसी लड्छ